हेलो एन्ड नमस्ते। आज चाहिँ म एकदमै सजिलो अनि खान मिठो अनि बनाउन सजिलो, छिटो सजिलो चाहिँ रेसिपी हजुरहरूलाई सेयर गर्न गइरहेको छु ल। मैले चाहिँ यसलाई मेरो आफ्नै टेस्ट अनुसार मलाई अ, कस्तो टेस्ट खानु मन लाग्छ त्यो अनुसारको बनाउँछु। तपाईँहरूले पनि आफ्नो टेस्ट अनुसार चाहिँ बनाउन सक्नुहुन्छ डिफ्रेन्ट डिफ्रेन्ट तरिकाले। सो म भन्छु है त, मलाई चाहिँ स्पेसल जिराको मात्रै धुलो त्यो मनपर्छ। त्यही भएर यो चाहिँ गहुँको पिठो हो, त्यसमा मैले जिराको धुलो मिक्स गर्दैछु। जिरा पाउडर मलाई एकदम बास्न मनपर्छ जिराको धेरै। अनि अर्को त्यो सँगसँगै चाहिँ सरी चिल्ली पाउडर, नो पाउडर होइन, चिल्ली फ्लेक। पाउडर होइन, पाउडर चाहिँ म खासै खाँदिनँ। मलाई चाहिँ अलिक स्पाइसी 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 मनपर्ने भएको भएर तपाईँहरूलाई चाहिँ कतिको स्पाइसी खानुहुन्छ त्यो अनुसारको राख्न सक्नुहुन्छ है त। सजिलो बनाउनलाई नि खाजा या तपाईँको खानाको बेलामा लाइक तपाईँहरू पराठा खानुहुन्छ नि त्यसरी पनि बनाउन सक्नुहुन्छ है त। यो चाहिँ मैले किलो रोटी किलो सारो यसलाई तपाईँले सारो गरेर पनि होइन, रोटी अरू रोटी बनाएको चाहिँ सारो पनि बनाउन सक्नुहुन्छ। हाम्रो यो चाहिँ नो maybe this one enough. अब चाहिँ मजाले पानी राखेर म बनाउँछु। यसको पेस्ट बनाएपछि देखाउँछु ल। हाम्रो पेस्ट रेडी भइसकेको छ है यसरी। अनि अब तपाईँहरूलाई चाहिँ अब कसरी सजिलो लाग्छ, आफ्नो हातैले बनाउन सजिलो लाग्छ भने हातैले पनि, होइन भने तपाईँले डाडु युज गरेर आफूलाई कत्रो साइजको रोटी बनाउनु मन लाग्छ त्यो तपाईँले चाहिँ डाडु युज गरेर पनि बनाउन सक्नुहुन्छ। मलाई चाहिँ हातले सजिलो लाग्ने भएर म चाहिँ हातै युज गर्छु। यहाँ हाम्रो प्यान रेडी हुँदैछ। तपाईँहरूले तावा पनि युज गर्न सक्नुहुन्छ है त। सो तेल पनि तपाईँले कुन खाने तेल युज गर्नुहुन्छ त्यो युज गर्न सक्नुहुन्छ। म चाहिँ यो ओलिभ ओइल युज गर्छु। ओके, तपाईँहरूले चाहिँ यसरी गर्नुसक्ने छिटो। अनि मलाई चाहिँ नुन मसला सबै यसमै भयो होइन, त्यही भएर छिटो पनि हुने अनि मिठो। अनि कतिजना चाहिँ सानो सानो भाइ बहिनीहरूले स्कुल जाँदाखेरि खाजा पनि रुचाउनुहुन्छ। तपाईँहरू पनि घरमा ट्राई गर्नुहोला है, र आफूलाई टेस्ट अनुसार डिफ्रेन्ट बनाउन सक्नुहुन्छ। त्यसको साथसाथै तपाईँले अन्डा खानुहुन्छ भने चाहिँ अन्डा राखेर पनि, अन्डा अनि यी मरमसलाहरू प्लस अन्डा राखेर गर्नुभयो भने अन्डा राख्दाखेरि झन्नै स्वादिष्ट पनि हुन्छ होइन, अन्डा मनपर्नेहरूलाई। अनि एकदम सफ्ट पनि बन्छ। तपाईँले 2-3 तरिकाले आफूलाई जसरी मनपर्छ त्यसरी चाहिँ मैले चाहिँ आफ्नो नाम आफ्नो हिसाबले दिएको छु। यसलाई चाहिँ मसला रोटी भन्छु म चाहिँ। ओके, यसरी छिटो अनि मिठो अनि भाइ बहिनीहरूले पनि मन पराउनुहुन्छ अनि मम्मीहरूलाई पनि सजिलो बनाउनलाई। तपाईँहरूले चाहिँ यो रोटी अब आफूलाई के मनपर्छ, टमाटोको अचारसँग या आलु तरकारी बनाएर पनि खान सक्नुहुन्छ। आफूमा घरमा भइराखेको अरू कालीको अचारहरू छ भने त्यो पनि तपाईँलाई कसरी केसँग खानु मनपर्छ त्यसरी खान सक्नुहुन्छ। छिटो, हेल्दी, टेस्ट पनि छ। मम्मीहरूलाई स्पेसली जो चाहिँ बाबु नानीहरू स्कुल जानुहुन्छ अनि स्कुल जाने बाबु नानीहरूको लागि खाजा रेडी गरिदिनको लागि चाहिँ मम्मीहरूलाई एकदमै सजिलो हुन्छ। पक्कै पनि त्यस्तो लागिरहेछ मलाई चाहिँ। म चाहिँ अलि लेट छु र मलाई छिटै निस्किनु छ, तर मलाई केही खानु छ भने चाहिँ म यही नै बनाइरहेको हुन्छ। तर अघि भनिसकेको छु सायद डिफ्रेन्ट डिफ्रेन्ट टेस्ट हुन्छ। एभ्री टाइम चाहिँ सेम टेस्ट बनाउँदिनँ म।
ओके, आजलाई यति नै। तपाईँहरूलाई कस्तो लाग्छ तपाईँहरू पनि डेफिनेटली ट्राई चाहिँ गर्नु होला है त। ट्राई गर्नु अनि कस्तो बन्यो, टेस्ट कस्तो लाग्यो अनि मसँग सेयर गर्न चाहिँ नबिर्सिनु होला। थ्याङ्क यू सो मच, बाई बाई एभ्रिवान।